हरे कृष्ण, धन्यवाद प्रणाम। आज चाहिँ हामी यो कृष्ण स्मृति एपबाट चाहिँ कसरी साधना चार्ट भर्ने भनेर एउटा भिडियो हेर्दैछौँ। यसमा चाहिँ हजुरहरूले एपमा साइन इन विथ गुगल गरिसकेपछि फर्स्टमा आउने यस्तो खालको पेजमा आइपुग्नुहुन्छ हजुरहरू। यसमा भएको चाहिँ सबै डिटेल्सहरू म्यान्डेटरी फिल गरिदिनु होला। यसमा चाहिँ फोटोसहित आफ्नो हालिदिनु होला। अनि इनिसिएसन नेममा चाहिँ इफ हजुरहरूको इनिसिएसन भएको छैन भनेदेखि यो फिल्ड खाली नै छोडिदिनु होला। न इफ इनिसिएसन भएको छ भने मात्रै इनिसिएसन नेम हालिदिनु होला। हजुरहरूको एड्रेस र एसोसिएटेड टेम्पल अथवा सेन्टरको नाम पनि हालिदिनु र सेभ गरिदिनु भइसकेपछि हजुरहरूको यस्तो खालको प्रोफाइल बन्छ। यो प्रोफाइल चाहिँ हजुरहरूले प्रोफाइलको अपडेट प्रोफाइल गएर सेक्सनमा गएर पनि एडिट गर्न सक्नुहुन्छ। हजुरहरूको मेन्टरले नि यही प्रोफाइल देख्ने भएको हुनाले सबै डिटेल्स चाहिँ म्यान्डेटरी फिल गरिदिनु नै होला। त्यसपछि हामी जाउँ साधना भर्नलाई। सो यहाँ साधनामा हजुरले नोटिस गर्नुभयो भनेदेखि ब्लू कलरको मार्क भएको चाहिँ हाम्रो साधना फिल भइसकेको हो। अब हामी 12थको एउटा साधना भरेर हेर्छौँ। हामी यसमा चाहिँ मङ्गल आरती, श्रीमद् भागवतम क्लास, गुरु पूजा जुन टेम्पलको रेगुलर प्रोग्रामहरू हो, यो चाहिँ यस र नो अप्सनमा फिल गरेर राख्न सक्छौँ भनेदेखि स्लिपिङ टाइम, वेकअप टाइमहरूलाई चाहिँ टाइममा राख्नुपर्छ। यो चाहिँ क्लकबाट यहाँ मेन नोटिस गर्नुपर्ने कुरा भनेको चाहिँ स्लिपिङ टाइम हो। यो चाहिँ हिजो रातिको स्लिपिङ टाइम हो। हजुरले ओपन गरेर हेर्नुभयो भनेदेखि यसमा चाहिँ बाई डिफल्ट 12 बजे दिउँसोको 12 बजेपछि हेर्नु भएको छ भने चाहिँ पिएम आउँछ है। यो एएम र पिएम चाहिँ एकदम ध्यान दिनु होला। त्यसपछि जाउँ योगा और स्लिपको टाइम हेर्नलाई। सो यसमा चाहिँ मिनेट्समा छ। हजुरहरूले केही एक्सर्साइजहरू गर्नुभएको छ भने यो चाहिँ मिनेट्समा हालिदिनु होला। सपोज 2 घन्टाको लागि 120 मिनट भनेर हालिदिएँ मैले। त्यसपछि जाउँ सेवा एड गर्ने पार्टमा चाहिँ यसमा चाहिँ क्लिनिङको सेवा गरेको छु मैले भनेदेखि 1 घन्टा गरेको छु भने 60 मिनट भनेर म यसरी हालिदिन्छु। हजुरहरूले एकचोटि डिटेल हालिसक्नुभयो, यसलाई डिलिट गर्नु पर्यो भनेदेखि चाहिँ यसलाई स्वाइप राइट गरिदिनु भयो भने एउटा डिलिटको अप्सन आउँछ। साथसाथै एडिट गर्न पनि सक्नुहुन्छ यहाँनिर। त्यसपछि बुक रिडिङमा चाहिँ यो चाहिँ लिस्टेड भएको चाहिँ प्रभुपादको बुक्सहरू हो। हजुरले यसभन्दा बाहेक गुरु महाराजको बुकहरू छ भनेदेखि यसरी आफैले टाइप गरेर एड गरिदिनु भयो हुन्छ। अनि कति मिनट छ त्यो मिनटमा हालिदिनु भयो हुन्छ। श्लोका चाहिँ कतिवटा श्लोका मेमोराइज गरे, 2टा 3टा कतिवटा छ त्यो राख्न सक्नुहुन्छ हजुरहरूले। त्यसपछि प्रभुपादको लेक्चर, दीक्षा गुरुको लेक्चर, इस्कन डिभोटीको लेक्चर कति छ त्यो नि मिनेटमा हालिदिनु होला। नोट सेक्सनमा चाहिँ हजुरले श्लोका कुन चाहिँ मेमोराइज गर्नुभयो भनेर स्पेसिफाई गर्न पनि सक्नुहुन्छ। हजुरहरूको फिडब्याक और केही साधनाको रियलाइजेसन केही छ मेन्टरलाई प्रेजेन्ट गर्नुपर्ने हो भनेदेखि त्यो पनि एड गर्न सक्नुहुन्छ। गरिसकेर यसलाई सेभ गरिदिनु होला। सेभ गरिसकेपछि यो पनि ब्लू कलरमा चेन्ज हुन्छ। त्यसपछि जाउँ हामी साधना मेन्टरलाई कसरी सेयर गर्ने त भन्ने कुरा हेर्नलाई। सो सेयरिङ सेक्सनमा जानुभयो भनेदेखि यहाँनिर हजुरहरूको मेन्टर एड नभएको बेलामा चाहिँ यहाँनिर एड माई सेवक भनेर आउँछ। त्यहाँ चाहिँ गएर हजुरले इमेल अथवा फोन नम्बर एड गरेर पनि हजुरको मेन्टरलाई साधना सेयर गर्न सक्नुहुन्छ। अनि एकचोटि साधना सेयर गर्नुभएपछि मेन्टरले रेगुलरली आफैले हेर्न सक्नुहुन्छ त्यसमा चाहिँ। सो यहाँ हेर्न सक्छौँ हामी, यहाँ फिडब्याक पनि दिनुभएको हुन्छ। उहाँले दिएको फिडब्याक पनि हामी यही पेजमा गएर हेर्न सक्छौँ। त्यसपछि होल्डर सेक्सनमा चाहिँ गएर हामीले के हजुरहरूको अन्डरमा जो सेवा गरिरहनु भएको छ अरू जसको चाहिँ साधना हेरिरहनु भएको छ हजुरले उहाँहरूको डिटेल्स हेर्न सक्छौँ यसमा चाहिँ। सो अर्को छ सेयरिङ भन्ने अप्सन। सेयरिङमा चाहिँ 2टा अप्सन छ, एउटा चाहिँ सेयर्ड बाई मी र सेयर्ड विथ मी भन्ने छ। सो सेयर्ड विथ मी भनेको चाहिँ हजुरहरूलाई कसैले साधना सेयर गर्नु भएको छ, मतलब मेरो चाहिँ 2जनालाई मैले साधना सेयर गर्छु, एकजना मेन्टर अथवा मेरो एकजना डिफ्रेन्ट कसैले साधना हेरिरहनु भएको छ भने उहाँहरूको डे अन डे साधना म यहाँ गएर हेर्न सक्छु। यसमा चाहिँ भ्यू ओन्ली देखिरहनु भएको छ। साथसाथै हाम्रो रिपोर्ट सेक्सन पनि छ जुनमा चाहिँ गएर म डेट डिफ्रेन्ट डेटको फिल्टर लगाएर डिफ्रेन्ट पार्टमा चाहिँ गएर साथसाथै टेम्पलको प्रोग्रामको एटेन्डेन्स पनि के भएको छ भनेर यसरी साधना हेर्न सक्छु। यो पनि हजुरहरूको मेन्टरले पनि त्यसरी नै हेर्नुहुन्छ यसलाई। अब हजुरहरूलाई साधना मेन्टर बाहेक कसै अरूलाई पनि सेयर गर्नु पर्यो भने हजुरहरू सेयर्ड बाई मी सेक्सनमा गएर यहाँनिर एकजनाको इमेल अथवा फोन नम्बर एड गरिदिनु भयो भनेदेखि सेन्ड रिक्वेस्ट गरिदिनु भयो भनेदेखि उहाँहरूलाई रिक्वेस्ट जान्छ। अनि त्यसपछि उहाँहरूले चाहिँ सेयर्ड विथ मी भन्ने सेक्सनबाट चाहिँ यो डिटेल हेर्न सक्नुहुन्छ। इफ उहाँहरूले एक्सेप्ट गर्नु भएको छैन भनेदेखि चाहिँ विथड्र गर्ने पनि अप्सन हुन्छ त्यति जेलसम्म चाहिँ।
सो आजलाई यति नै हो। हरे कृष्ण, धन्यवाद, प्रणाम।